नमस्कार, अनुजा आइडियाको तर्फबाट हजुरहरूलाई चाहिँ आज म एउटा यस्तो अचार बनाएर देखाउन गइरहेको छु यो चाहिँ साह्रै मिठो, अत्याधिक मिठो हुन्छ, सबैले मन पराउने अचार हो यो। म चाहिँ हजुरहरूलाई यो मिक्स लेदो अचार बनाउन गइरहेको छु। यो चाहिँ औषधिमूलक खालको हुन्छ, अचार जस्तो नभएर औषधिमूलक खालको हुन्छ। सबै मैले औषधि या गुणहरूले भरिपूर्ण भएका चिजहरू राखेर चाहिँ यो अचार बनाउन गइरहेको छु, जसको लागि मैले यहाँ सामग्रीहरू यस प्रकार राखेको छु। यहाँ चाहिँ मैले ठुलो जिरा अथवा सुप, यो टिमुरको धुलो, यो ज्वानो, यो मेथी, यिनीहरूलाई चाहिँ मैले सबैलाई भुटेर चाहिँ यहाँ रेडी गरिसकेको छु। अब यो चाहिँ तिल, कालो तिल, यसलाई पनि मैले भुटेर ठिक्क रेडी पारेर राखिसकेको छु। यो अकबरी खुर्सानी, यसलाई मैले मजाले तातो पानीमा तताएर एक घाम सुकाएर चाहिँ यहाँ राखेको छु। यो अदुवा मैले यसलाई मसिनो पारेर टुक्रा टुक्रा गरेर काटेको छु, मसिनो पारेर। यो लसुन पनि मैले त्यस्तै गरेर मसिनो पारेर काटेको छु। त्यस पछाडि यहाँ मैले कागतीको चाहिँ रस निकालेर चाहिँ राखेको छु। यहाँ 20-25वटा दाना कागतीको चाहिँ रस मैले निकालेर राखिसकेको छु। अब म हजुरहरूलाई लगातार देखाउन गइरहेको छु। अब म त्यस पछाडि म यसलाई पिसेर यसको पेस्ट बनाउन गइरहेको छु। त्यसपछि हजुरहरूलाई यो बनाएर म देखाउँदैछु। यो चाहिँ म अब यसलाई चाहिँ पिसेर चाहिँ रेडी गर्दैछु मसलाको पाउडर। त्यसमा यहाँ तोरीको पाउडर पनि अलिकति मिसाउँछु, यसमा तोरी पनि। अब मैले यो खुर्सानी अनि यो ज्वानो, मेथी, पानजिरा, टिमुर, यो तोरी, यो र तिललाई चाहिँ म अब पिसेर चाहिँ पेस्ट बनाएर चाहिँ हजुरहरूलाई देखाउँदैछु। त्यसपछि म अचारको तयारी गर्छु। यसका लागि चाहिँ म यो पिस्दैछु। मैले चाहिँ यो मसला सबै पिसेर चाहिँ रेडी गरिसकेको छु। खुर्सानी, अब यो सबै तोरी, मेथी, ज्वानो सबै यो भइहाल्यो। अनि यो तिल भइहाल्यो। यो खुर्सानी सबै पिसेर मैले रेडी गरेको छु। अब त्यसपछि मैले कराई बसाउँदैछु। कराई बसाइसकेको छु, त्यसमा तेल लगाउँदैछु। मैले तोरीको तेल घरमै पिसाएको राम्रो तोरीको तेल। अचार चाहिँ तोरीकै तेलमा मिठो हुन्छ भनिसके, भएन भने अरू पनि लगाउन सकिन्छ। तेल चाहिँ अलिकति बेसी नै लगाउनुपर्छ, किनकि तेलले उयोहरू तारिनुपर्छ मसलाहरू। तेल चाहिँ तातिसकेको छ। त्यसमा मैले चाहिँ अदुवा लगाउँदैछु, अदुवाको पेस्ट। त्यसपछि यो चाहिँ लसुनको दाना पनि मैले लगाइदिएँ। हल्का रातो रातो हुन दिनुपर्छ। लसुन अदुवा चाहिँ हजुरले कुटेर पनि लगाउन सक्नुहुन्छ। मैले चाहिँ काटेर लगाएको छु, किनकि बेला बेला यसो किटिक्क टोक्न चाहिँ सजिलो हुन्छ अचार खाँदाखेरि। हल्का रातो रातो भइसकेको छ। अब चाहिँ म
यो खुर्सानीको पेस्ट चाहिँ लगाउँदैछु तेलमा। अकबर पेस्ट निकै पिरो हुन्छ। हल्का एकदम रातो रातो हुन दिनुपर्छ। हल्दी पाउडर, अकबर खुर्सानीले त्यसै कलर आइराखेको छ, त्यसमा पनि मैले अलिकति हल्दी पाउडर चाहिँ लगाइदिएँ, कलरफुल देखिएको छ यो अचार। त्यसपछि मैले नुन लगाइदिएँ। नुन चाहिँ अलिक बेसी नै लगाउनुपर्छ, किनभने खुर्सानी पिरो अनि कागतीको रस गर्दाखेरि कडा कडा, अमिलो, पिरो, नुनिलो हुन्छ। त्यसैले नुन चाहिँ अलिक बेसी नै लगाउनुपर्छ। मजाले चलाउनु यसलाई। आगोको त्यो मन्द आगोमा बाल्नु, धेरै कडा आगोमा चाहिँ यो पकाउनु हुँदैन। अब हल्का खुर्सानी पनि हालिँदैछ। खुर्सानीलाई मजाले खारिन दिनुपर्छ एकछिन। अब यो खुर्सानी चाहिँ रातो रातो भइसकेको छ, हल्का खरिसकेको छ। हल्का खरिएपछि अब त्यस पछाडि अघि पिसेको पाउडर, सबै थोकको पाउडर, मिक्स पाउडर लगाइदिन्छु। अचारको कलर चेन्ज भइसकेको छ। त्यसपछि जिरा पाउडर, धनिया पाउडर, त्यसलाई राम्ररी चलाउने। एकछिन पाक्न दिनु मजाले। यो मसला र खुर्सानीहरू चाहिँ मजाले मसला मिक्स भइसकेको छ, मजाले पाकिसकेको छ। त्यस पछाडि म तिलको छोप लगाउँदैछु। मजाले यो मिक्स गरिसकेपछि देखाउन लाग्न चाहिँ बनिसकेको छ। अब लास्टमा चाहिँ कागतीको रस, अब यसलाई मजाले पाक्न दिनुपर्छ एकछिन। लेदो अचार कागतीको, कागती मजाले एकछिन यसलाई फेरि पाक्न दिनुपर्छ। यो टेस्टी
अब यसलाई मजाले कागतीको रसलाई पनि मजाले मिक्स भएर पाक्न दिनुपर्ने हुन्छ यसलाई। अब यसको लागि एकछिन छोडिदिन्छु म, चलाइरहनुपर्छ। आदरणीय साथीहरू, यो लेदो अचार चाहिँ छोपको मिक्स लेदो अचार चाहिँ रेडी भइसकेको छ। कागतीको रस पनि यसमा मिलिसकेको छ मजाले। एकदम पिरो छ, एकदम अमिलो छ, चोटिलो छ, मिठो छ। धेरै चाहिँ यो खान सकिँदैन, यो पाकिसकेको छ। अब एकदम स्वादिलो ज्वानोको पाउडर, दालचिनी टिमुरको पाउडर जस्ता धुलोहरू हालेको कारणले गर्दाखेरि यो जडीबुटी जस्तो कुनै यो त्यस्तै साह्रो स्वास्थ्यको लागि हानिकारक पनि हुँदैन। अचार अब धेरै हानिकारकै हुन्छ, तर यो चाहिँ स्वास्थ्यको हिसाबले लसुन अदुवा सबै कुरा मिसाएर बनाएको हुँदा यो एकदम हेल्दी र टेस्टी अचार भइसकेको छ। अब यसलाई चाहिँ सेलाएर चाहिँ ठक्क बयममा राखेर, यो भिनेगर हालेर हजुरहरूले भिनेगर हालेर राख्नुभयो भने चाहिँ धेरै लामो समयसम्म टिक्छ। यो त्यत्तिकै पनि टिक्छ, तर मैले चाहिँ भिनेगर लगाइनँ। त्यसरी यो अचार रेडी भएको छ। हजुरहरूले यो अनुजा आइडियालाई सपोर्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद। अझ पनि हजुरहरूले सपोर्ट गरेर लाइक कमेन्ट सब्सक्राइब गरेर चाहिँ मलाई हौसला दिनुहुन्छ भन्ने आशा राख्दै फेरि यस्तै नयाँ रेसिपी आफूलाई घरमा व्यावहारिक रूपमा चाहिने खालका रेसिपीहरू लिएर चाहिँ हजुरहरू समक्ष आउने बाचा गर्दै आजलाई बिदा लिन्छु। हवस् त, नमस्कार।